नमस्ते सेवारो शुभ बिहानी सुप्रभातम। हजुर सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज चाहिँ मेरो सानो करेसा बारी हजुरलाई देखाउन गइरहेको छु। लु सागसब्जी लाउने पनि रहर छ है। यहाँ हेर्नुहोस् न, आलु रोपिरहेको छु 2 झ्याङ। सानो ठाउँमा भयो भने मैले रहर लागेर यस्तो हल्ल बढेको छ है। यसरी हजुरहरूलाई देखाउँदैछु। सानो ठाउँमा पनि हुन्छ र यहाँ पनि छ आलु। यहाँ पनि चेपमा यहाँ टमाटर फुल्न आँटेको छ, हेर्नुहोस् न टमाटर। आलु पनि यहाँ पनि रोपिरहेको छु आलु। यसरी यहाँ अलिक अगाडि रोपेको छु, अब फल्न आँटेको के हो हजुरहरूलाई म देखाउँछु फलेपछि हैन। अनि यहाँ पनि टमाटर, यहाँ लसुन पनि छ है। यसरी सानो ठाउँमा लसुन मलाई कति रहर छ हेर्नुहोस् न। यसरी रहर भएपछि सानो ठाउँमा हुँदो रहेछ, जाँगर रहर हुनु पर्यो। अब यहाँ टमाटर कतिको फल्छ है, मलाई त एकदम रहर छ। ठाउँ सानो छ है, मेरो चाहिँ आँगन ठुलो छ क्या, घरले नै पुरै ढाकेको छ। आँगन ठुलो भएर फुलहरू चाहिँ धेरै नै रोपेको छु। सागसब्जीलाई खाने चाहिँ त्यति छैन। रहरले आलु रोपेको छु, फलेपछि हजुरलाई देखाउँछु। ल बाई बाई। मेरो करेसा बारीको नजारा देखाएँ, बाई बाई छ।